Hello, good evening. Myself Parvesh Pandey. Now talking about my feelings, my experience around business sector. आफूलाई बिजनेसमा अगाडि बढ्नको लागि तमाम समस्याहरू आउँछन्। आज मान्छेहरूले गर्ने कुरा, काट्ने कुरा, भन्ने कुरा, तर आफूले कसरी सुन्छौँ, कसरी प्रतिक्रिया दिन्छौँ र कसरी त्यसलाई आफ्नो व्यवहारमा उतार्छौँ, त्यसले काफी असर पारेको हुन्छ भन्नुपर्छ। त्यही भएर हामी दुनियाँ के भन्छ भन्दाखेरि नि हामी के सुन्छौँ र सुनेको कुरालाई कसरी हामी छान्छौँ र आफ्नो सफ्टवेयरमा अथवा माइन्डमा राख्छौँ, त्यसले काफी असर पार्ने हुन्छ। सो हामीले निडर हुनु पर्यो, यति अब्बल, यति स्ट्रङ, यति डह्रो र यति परिपक्व हुनु पर्यो कि कसैले केही भने पनि हामी निडर भएर कसैको कुराले पनि हामीलाई प्रभावित पार्नु भएन, हामीलाई दुर्बल बनाउनु भएन। जब हामी स्ट्रङ बन्छौँ, लाइक स्टोन, अर्को कुराबाट हामी पग्लिने, अरूले केही भन्दा हामी लुजर बन्ने, कमजोर बन्ने, आफ्नो डाइरेक्सन नै चेन्ज गरिदिने, कसैले केही भन्दैमा आफ्नो दिशा नै बदलिदिने, त्यस्तो हुनु भएन। त्यस्तो भएमा हामी सक्सेस हुन सक्दैनौँ, हामी चुचुरोमा पुग्न सक्दैनौँ। त्यही भएर हामीले दुनियाँ के भन्छ हामीले पुरा सुन्नु भएन, भन्ने भन्नुहोस्, आफूले हिँडिरहनु छ डिरेक्सनमा। अरूले के भन्छ, जब हामीभित्र डर हुन्छ त्यसले हामीलाई दुर्बल बनाउँछ। दुर्बल र सज्जनको काम छैन आजभोलि। सो हामीले स्ट्रङ बन्नु छ, खरो दह्रो बन्नु छ। एज अ बिजनेसमा, आफ्नो फिल्डमा, आफ्नो करियरलाई अगाडि बनाउनको लागि भन्नुपर्छ। अर्को कुरा के छ भन्दाखेरि हामीले अपडेट चाहिँ हुनुपर्ने हुन्छ, हर कुराको जानकारी लिइराख्नुपर्ने हुन्छ। किन भन्दाखेरि जानकार व्यक्ति नै हर कुराको जानकारी लिन सक्छ र हर कुरालाई के गर्न सक्छ, भन्न सक्छ, प्रस्तुत गर्न सक्छ र साम्य पनि गर्न सक्छ। कुनै कुरालाई विवाद आएमा, डिस्प्युट भएमा हर कुराको ह्यान्डलिङ स्किल हुन्छ जान्ने मान्छेसँग। त्यही भएर जान्ने बन्नु पर्यो। सो स्टप, थ्याङ्क्स।